नमस्कार, मेरो बुबु युट्युब च्यानलमा हजुरहरूलाई स्वागत जनाउँदै आज चाहिँ हामी यस्तो जग्गा जाँदैछौँ जहाँ यक्थोकको एकदमै यक्थोक है हिलटक भनिन्छ त्यो जङ्गलमा जाँदैछौँ र त्यहाँको एउटा छोटो भिडियो बनाएर हजुरहरूसम्म पुर्याउने एउटा जमर्को कसेको छु। र अहिले चाहिँ हामी घरबाट बिहान 4 बजी निक्लिसकेका थियौँ र अहिले चाहिँ हाम्रो यहाँ 6 बजी चाहिँ हामी यो गोनाम फेबा आइपुगेका छौँ। र यहाँदेखि जानुपर्ने चाहिँ यो माथि देख्दै गरेको जङ्गलदेखि उता है यक्थोक भ्याली। म त्यहाँको भरे हिँड्दा हिँड्दै जानकारी दिनेछु, त्यो प्राकृतिक सुन्दरताहरू पनि हजुर समक्ष राख्नेछु है। सावन राई र यता हाम्रो साथीहरू आइपुगेको छ पछि पछि है। हामी आफ्नो गन्तव्यतिर अघि बढ्दै यो गोनाम फेबा डाँडामा आएर एकछिन विश्राम गरिँदैछ। त्यहाँबाट अब हामी जानेछौँ र हाम्रो माझमा कालिम्पोङबाट हाम्रा अति नै पूजनीय गुरुजी हुनुहुन्छ, कालिम्पोङबाट आउनु भएको, उहाँलाई नै हामीले दर्शनको लागि लाँदैछौँ है। उता हाम्रो मनबहादुर मामा छ, हाम्रो किशोर भाइ, अन्त विजय मामा। हर हर महादेव। र हामी एकदम उत्साहित भएर हामी चाहिँ आफ्नो अब यो बाटो भएर हामी आफ्नो गन्तव्यतिर लाग्दैछौँ है। अहिलेको घडी चाहिँ अब हामी माथि पिन्चुनी पोलेको डाँडा आएर बिसाइरहेको छौँ यसरी। अब यहाँबाट फेरि हामी अलिकति केही खाएर है चियाहरू खाएर लाग्नेछौँ। अझै जानु धेरै छ, झन् 3-4 घन्टा लाग्छ होला यो यक्थोक पुग्नु चाहिँ। जारी छ। अब हामी अहिले चाहिँ मिरिक डाँडामा आइपुगेका छौँ। बाई बाई। हर हर महादेव। जय शम्भो शम्भो जय शम्भो। पानी परेको थियो है, आज चाहिँ एकदमै घामले पनि हामीलाई साथ दिइरहेछ र हामी आफ्नो गन्तव्यतिर जाँदैछौँ। अहिले घडी चाहिँ हामी निकै माथि आइपुगेका छौँ र म तपाईँहरूलाई अलिकति यहाँबाट देखिने तपाईँलाई कञ्चनजङ्घा देखाउँदैछु र गान्तोकको एरिया है, तातुन्चेन भयो, यो माथिको व्हाइट हलहरू देखिँदैछ र कञ्चनजङ्घा पनि देखिँदैछ। तपाईँलाई मैले देखाएँ है। यो हाम्रो ठाउँबाट चाहिँ अझै आजको दिन चाहिँ त्यति खुल्ला छैन र नभए अचम्मै है सुन्दर देखिन्थ्यो यो ठाउँबाट। हामी अलिकति यहाँको दृश्यहरूलाई अवलोकन गरेर हामी अघि बढ्दैछौँ र हामी अघि बढ्दैछौँ यहाँको प्राकृतिक सुन्दरताहरूको अवलोकन गर्दै है। मैले हजुरहरूलाई पनि देखाउँदैछु यहाँको प्राकृतिक सुन्दरता है। मैले यो प्राकृतिक सुन्दरताको चाहिँ वर्णन गर्ने कुनै एउटा शब्द पाइनँ भनौँ न अब। र यस्तो सुन्दर छ हाम्रो वन जङ्गल चाहिँ। क्रममा अझै माथि डाँडा आइपुगेको छौँ। अब चाहिँ हाम्रो गन्तव्य चाहिँ आधा जस्तो हुँदैछ। उकालोमा एकदमै साह्रो परिरहेको छ हो हिँड्नु पनि। र चराचुरुङ्गीले पनि आफ्नो है गीतहरू गाउनु हुँदैछ है चराचुरुङ्गीले पनि। यो बसन्त ऋतु लाग्यो। अहिले चाहिँ लाचुङ डाँडा आइपुग्यौँ। अब यहाँदेखि पनि अझै जानु छ त्यस्तै 3 घन्टा जस्तो। एकछिन आराम गरेर फेरि हामी आफ्नो गन्तव्यतिर हिँड्दैछौँ। हामी तल्लो यक्थोक आइसकेका छौँ। हामी गएको चाहिँ माथिल्लो यक्थोक हो र यो मालिङ्गो घारी चाहिँ पट्टेर छ है। पहिला हिउँहरू परेर थिचिएर बसेको, अब बाटो फाँड्दै जानुपर्ने। यही क्रममा मैले एउटा तपाईँहरूलाई यहाँ एउटा गुफा देखाएँ है। यो चाहिँ अचम्मै उहिलेदेखि यो ठुलो पहिरो गएको यो सानो यक्थोक चाहिँ। अन्त तपाईँको यहाँ एउटा खाडल परेको छ। म यो परेङ ठेक्छु है, तपाईँको कहाँ सुन्छ। तल गहिरो मान्छे खस्यो भने चाहिँ यहाँ चाहिँ अहिले चाहिँ तल्लो यक्थोकको डाँडा जाइँदैछ। तपाईँहरूले यो पहिरो देख्नु हुँदैछ होला। र त्यो पारी देखिने चाहिँ केदीको पाटा हो र चौरी खर्काहरू पनि देखिँदैछ। र म अब हजुरहरूलाई बाटोको जानकारी दिँदै लानेछु। हामी अघि बढ्दैछौँ। पुरा यो उकालोमा चाहिँ पुरा थाकि पनि सक्यो। यक्थोकको यात्रा सकिएर हामी माथिल्लो यक्थोकको यात्रा आरम्भ गर्दैछौँ। अलिकति यहाँ है थकाइ मारेर। र मैले तपाईँहरूलाई यहाँबाट देखाउने कोसिस गर्दैछु। अझै माथि गयो त्यो माथिल्लो यक्थोक त
एकदमै टाढो पर्छ है। तपाईँको यो सिक्किमको चारै दिशाबाट देख्ने डाँडा हो यो। अति नै पवित्र स्थान जहाँ हामी पूजा गर्न झन्डै 5 वर्ष 6 वर्षमा एकताल आउँछौँ। मालिङको घारी पट्टेरमा जाँदैछौँ है। यो माबो चाहिँ हामी माथिल्लो यक्थकमा जुन चाहिँ पूजा गर्ने स्थानमा आइपुग्न लाग्यौँ। घडी चाहिँ हामी जहाँ आउनुपर्ने हाम्रो गन्तव्य थियो त्यहाँ आइपुगेका छौँ र यो चाहिँ अति नै पवित्र स्थान हो जहाँ हाम्रा किराँतीहरू, लेप्चा र यता भुटिया समुदायले अति नै पवित्र मान्ने जग्गा हो यो, जहाँ गुम्पा मन्दिर हरेक ठाउँमा यो यक्थको पूजा नगरी कुनै पनि पूजा आरम्भ गर्न सकिँदैन है हाम्रो गाउँमा। त्यस्तो जग्गामा चाहिँ आज आएको छौँ हामी। यहाँ चाहिँ प्राय मान्छे आउँदैन पनि। यहाँ चाहिँ प्राय वन झाँक्री, तपाईँको सोक्पा, यस्तो यथी भन्छ नि, त्यस्तोले पनि बास गरेको जग्गा भन्छ है। यो एउटा हाम्रो आस्था हो र म यहाँ आइपुगेको छु र हामी अब पूजा गर्न लाग्दैछौँ। अब तयारीमा छौँ। अब यहाँबाट पूजा गरिसकेर हामी फर्किनेछौँ। धेरै समय लाग्यो है हिँडेर आउनु, झन्डै 6 घन्टा जस्तो लागेको छ पैदल यात्रा हाम्रो। र यता हाम्रो विजय मामाले लिङ्गोहरू है चढाउनुको लागि काट्दैछ। यता हामीले अब हवनहरू गर्ने हो। आएको चाहिँ हामीले पूजा पाठ पनि सकियो र पूर्ण भयो है। पूजाहरू गरियो, यसरी पूजाहरू गऱ्यौँ यहाँको सम्पूर्ण देवी देवताको। र अब चाहिँ हामी अब पानी पनि आउन लाग्यो है। हवन गरिसकेपछि पानी आउँछ नै, यस कारणले हामी चाहिँ अब घरतिर लाग्ने तर्खरमा छौँ है। र हजुरहरूलाई मैले यो यक्थोकको मैले दर्शन गराएँ। अति नै पवित्र स्थान हो जहाँ मान्छेहरू प्राय यो जग्गामा आउन सक्दैन पनि, आए पनि कम्ती आउँछ। वर्षमा 4-5 वर्षमा एकताल 2 ताल आउँछ है। यस्तो जग्गा हो यो चाहिँ। यहाँ चाहिँ ठुल्ठुलो वन्य जीवजन्तुहरू पनि आउने जग्गा हो। जस्तै बाघ है, अचम्मको जीवजन्तुहरूको बास हुन्छ र अलिक खतरनाक पनि हो यो जग्गा चाहिँ। हर हर महादेव, जय शिव शम्भो। अब चाहिँ खाजाहरू खाएर फर्किने क्रम चल्दैछ। अब यो एकछिनमा खाजा खाएर हामी यहाँ जान्छौँ है। साथीहरू खाजा खानु थाल्यो। बिस्कुट खाँदैछौँ है। अब चाहिँ फर्किने, पूजा सुजा सबै सक्यो। बुबु युट्युबको च्यानललाई चाहिँ एकदम सब्सक्राइब, लाइक, सेयर गरिदिनुहोस्। एकदमै उहाँलाई चाहिँ सपोर्ट दिनुहोस् है सबैजनाले। हवस् त है। आज चाहिँ म आएको भिडियो चाहिँ मेरो यही समाप्त गर्न चाहन्छु, किनभने पानी आयो। अब फर्किने है। टाइम पाइछ भने म अवश्य पनि फर्केको भिडियो अर्को भ्लग बनाएर हाल्नेछु। तर पाइनँ भने ठिकै छ है। आजको लागि चाहिँ हजुरहरूबाट म बिदा हुन चाहन्छु। धन्यवाद।